बाटोमा मरेको मान्छे चाहिँ देख्यो हैन। त्यसकारणले आज कतिजना मान्छेहरू मृत्युले मरिरहेका छन् भने कतिजना मानिसहरू चाहिँ अकालमै मृत्यु चाहिँ भइरहेको छ। त्यसकारणले यो अकालमै मृत्यु भन्ने कुरा चाहिँ हामीहरूलाई चाहिँ नआओस् भनेर नै हामीले विश्वास गरिरहेका छौँ। हालेलुया। त्यसकारणले हामीलाई यो शारीरिक जीवनमा स्वस्थ रहन सकौँ हैन। अलिकता हाम्रो के जीवनमा समस्या भयो भने कति गाह्रो हुन्छ, कति कडा हुन्छ हैन। त्यसकारणले यो कुरा चाहिँ नआओस् भन्नको लागि हामीले विश्वास गरिराखेका छौँ कि छैनौँ? हामी त्यसै हामीले विश्वास गरेको हो त? हामी काम नपाएर गरेको हो त? होइन। हामी काम नपाएर पनि गरेको होइन, त्यसै पनि गरेको होइन। हाम्रो जीवनमा चाहिँ केही समस्याको कारणले चाहिँ हामी प्रभुलाई पछाएका हौँ। प्रभुले हामीलाई बोलाउनु भएको हो है। आज संसारमा धेरै मानिसहरू छन्, धेरै धनी पुँजीपति मानिसहरू छन्। किन चाहिँ तिम्रो बाहिर छन् त? किन प्रभु येशू ख्रीष्टलाई पछाउन चाहँदैनन् त? कुरा रहस्यमय छ हैन। किनकि प्रभुले आज तपाईहरुलाई को मान्छे छ त मेरो लायकको, मेरो काम गर्ने लायकको, मेरो राज्य वृद्धि गर्नको लागि हैन, को मान्छेलाई चाहिँ उहाँले यस्तै दुःख कष्ट पीडामा परेको मान्छेहरूलाई उहाँले हेर्न चाहनुहुन्छ। आज को समर्पित जीवन जिउँछ त? मैले त्यसलाई बोलाएँ भने कसले मेरो पछि लागिरहन्छ त हैन भन्ने आज मानिस उहाँले चाहिँ हेर्नुहुन्छ। आमेन। आज क्रिसमस समर्पण भन्ने शीर्षक छ वचनमा। क्रिसमा समर्पण है, समर्पण गर्ने मान्छे चाहिँ हुनुपर्छ। आज हरेक कुरा चाहिँ क्रिसमस समर्पण गर्ने जब मानिस हुन्छ नि, त्यसकारणले त्यो मानिसलाई परमप्रभुले परमेश्वरले पनि हेर्नुहुन्छ। त्यसकारणले प्रिय मित्रहरू, हामी उत्पत्ति 12 अध्यायको 1 देखि 4 पदसम्म हामी हेर्नेछौँ। यहाँ उत्पत्ति 12 अध्यायको 1 पददेखि 4 पदसम्म हामी हेर्नेछौँ। उत्पत्ति 12 अध्यायको 1 पददेखि 4 पदसम्म यसो लेखिएको छ। यहाँ कनानतिर अब्रामको यात्रा भनेर चाहिँ शीर्षकमा लेखिएको छ। परमप्रभु अब्रामलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देशमा म तँलाई देखाउँछु त्यहाँ जा। म तँलाई तबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मूल हुनेछस्। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। यसै कारण परमप्रभुले भन्नुभए बमोजिम अब्राम गइहालेर लोक पनि त्यहीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम 75 वर्षका थिए। आमेन। यहाँनिर विशेष गरिकन